हेलो साथीहरू, आज चाहिँ मैले लामो समयपछि ब्लग स्टार्ट गरेको छु र यो चाहिँ हामी पार्क घुम्नलाई जान लागेको छौँ। हेर्दै गर्नु होला, बाई। ए ओए सुधर जाओ, सुन लो मेरी बात, ठीक है? ओहो कान्छा लौ नानी। ओके बाई बाई बाई। देख्न सक्नुहुन्छ बाटो यस्तो छ। त्यही बाटो जाने हो क्या हामी पर्वत जाँदा जाँदै चाहिँ 7-8वटा बाइकहरू चिनेको मान्छेको भेटिसक्यो र हामी 7-8वटा बाइक भेटिसक्यो। हामी पर्वत जाँदै अगाडि एउटा हुनुहुन्छ, पर यहाँ दुईवटा, यहाँ तिनवटा, चारवटा, पाँचवटा, छवटा। अब हामी धेरै खोलाको त्यसतिर जानुपर्छ। यहाँबाट कति होला खोलाको पर्दैन। फाइनल्ली हामी सबैजना छुट्टिसकेका थियौँ, बल्ल भेट्यौँ। एकजना चाहिँ फोटो खिच्नलाई रेडी भएर बस्नु भयो। पिनाजु चाहिँ ब्रेकमा हाल्नु भयो भाइ। पानी किन हाल्नु भयो पिनाजु भाइ ब्रेकमा? पानी ब्रेक कम लागेर। अब तपाईँहरू पनि पार पकाउँदै हुनुहुन्छ र ब्रेक तात्छ र कम लाग्छ भने यसरी पानी हाल्न सक्नुहुन्छ। ल हाल्ने तरिका पनि यहाँ देखाइदिन्छु है। आज एक्कासी यहाँ आउनु पर्दा कस्तो भयो, कस्तो महसुस भयो भन्नु न? अचानक भएर मलाई अचानक शब्दै आएन क्या। अनि तपाईँलाई चाहिँ कस्तो भयो? एकैछिन मैले नसोचेको पल भयो। म यहाँ आउँछु भनेर सोचेकै थिइनँ। मैले ठुलाको साइडबाट बनाएँ फेरि। म एउटा अनि तपाईँ के भन्न चाहनुहुन्छ? मैले जुत्ता पनि राम्ररी लाउन भ्याएँ। छोड़ा है जहान नीचे मैं तुम्हारे, अब हूँ हवाले। अब दूर दूर लोग बाग मीलों दूर ये वादियाँ, फिर धुआं धुआं तन हर बदली चली आती है छूने। पर कोई बदली कभी कहीं कर दे तन गीला, ये भी ना हो।
किसी मंजर पर मैं रुका नहीं, कभी खुद से भी मैं मिला नहीं, ये गिला तो है मैं खफा नहीं। शहर एक से गांव एक से लोग एक से नाम एक फिर से उड़ चला मिट्टी जैसे सपने ये किताबी पलकों से झाड़ो फिर आ जाते हैं। इतने सारे सपने क्या कहूँ किस तरह से मैंने तोड़े हैं छोड़े हैं। क्यों तेरे साथ चले मुझे लेके उड़े ये क्यों। कभी डाल डाल कभी पात पात रुपेश दाई पुरै रमाइलो मान्दै हुनुहुन्छ, हामी सबैलाई रमाइलो भएको छ। तपाईँलाई के भन्न मन छ? झर्नापट्टि नै फर्केर हेर्नुहोस् न, भन्नु होइन तपाईँलाई यहाँ आएर चाहिँ कस्तो फिल भइरहेको? मलाई धेरै रमाइलो फिल भइरहेछ, मलाई धेरै रमाइलो फिल भइरहेछ। अरे झूठ बोल रहा है, ये झूठ बोल रहा है। फर्स्ट टाइम हामी आउँदैछौँ, ए तपाईँ पनि फर्स्ट टाइम हो? मेरो फर्स्ट टाइम हो। अब यहाँ दुईजनाको फोटोसुट हुँदैछ। निकालिदिनु खोजेँ, यहाँ भएन त्यो भएन मिल्ने, त्यो भएन मिल्ने। ये बड़ी अच्छी बात कही आप। गर्दै हुनुहुन्छ, बुवालाई सबै ठाउँ देखाउँदै हुनुहुन्छ। भाइले के देखाउनु भएको? यही हो भ्यू? तलबाट आएको नि।
जान्न होला अब खै जता कतै हिँड्ने भएर भुरान पुर बसेछु हेर म त्यसुकै अनि त्यता इन्द्रको ढाड दुख्यो अनि प्लेनमा नि चढ्यो अब खै कता हो म चाहिँ एकचोटि यस्तो लडाइ चाहिँ होइन लड्न लास्ट गरेँ उहाँ पनि लड्नु भएन लड्न लास्ट मात्रै गर्नुभयो नाटक पार्नुभयो हामी चाहिँ लाप्राक जान लागेको मान्छे यसरी फर्क्यौँ होइन अब लडे होइन अब लडे त के गर्ने भने जस्तै हो क्या अब जानुभयो उता बराबर हो के भन्न चाहनुहुन्छ फर्किन पाउँदा फर्किन पाउँदा एकदम रमाइलो आधी दुखित छौँ आधी हर्षित छौँ तपाईँको धारणा हाम्रो धारणा नि सेम तपाईँ अघि एकचोटि लड्दा के हुनु के फिल भयो को लडेँ म लडेँ होइन बिस्तारै लड्न लास्ट मात्रै गयो तपाईँलाई भन्नुहोस् कौन है ये लोग कहाँ से आते हैं भन्नु त के रे भन्नु न ए भगवान् लाप्पाक जान पाइन र ससुराल जान पाइन Enjoying the view. हामी चाहिँ चिया खाजा खाना बसेको छौँ दाइ हजुर के खाने म दाल भात खान्छु खाने म दाल भात खान्छु सड़ी के अब तो सच बोल दे तपाईँ के खाने म त बाटोको स्पेसल चिज खाने के पाउँछ कफी कपी त लेख तपाईँ के खाने कफी म चाहिँ चटपट बारपाक जानलाई चाहिँ सडकमा पनि मान्छे बस्नु भएको ए ट्र्याक्टर भिर हामी माथिबाट आएको धन्दै शिक्षा कहिले गयो हुन्छ चलाउने भएपछि भइहाल्छ नि होइन पाङ्रा खाउँछ क्या पछाडिको अनि ब्यालेन्स भयो होइन त्यही हो